गुड मर्निङ एभ्रिवान। नमस्ते सबैजनालाई। म चाहिँ हजुरहरूको आफ्नै गोपाल गर्दै म चाहिँ जापान आएदेखि चाहिँ भ्लग बनाउन पाएको थिएन। अब जापानको भ्लगहरू बनाउँछु। के कस्तो त भन्नुपर्दा जापान आएदेखि के फेस गर्नु पर्यो। सुरुमा त अब जापान आएदेखि जापानको लाइफस्टाइलको बारेमा बनाउँछु भन्ने त सोचेको थिएँ, तर के भयो भने सिम भएन। सिम पाएको त थियो, तर त्यो सिम चाहिँ कस्तो भने 40 GB प्लस, त्यसपछि 40 GB सकेपछि अनलिमिटेड रहेछ। अनि त्यो भिडियो अपलोड गर्न नि पाएन। मैले नेपाल टु जापानको भिडियो गराएको थिएँ आफ्नो, त्यो भिडियो चाहिँ मैले अपलोड गर्न पनि पाएन। अपलोड गर्ने ट्राई पनि नगरेको पनि होइन, अपलोड गर्ने ट्राई गरेको, तर के भयो भन्दा अब त्यो डाटा स्लो चलेर 2 दिनसम्म त्यत्तिकै अपलोड हुँदै 60-65% सम्म पुग्यो। त्यहाँदेखि बढ्दै बढेन अनि अपलोड गर्न पाएन। अब आइयो, अब आउने बित्तिकै एयरपोर्टमा चाहिँ अब जाइरो कार्ड बनाउनु चाहिँ हाम्रो प्लेनदेखि ल्यान्ड भयो। त्यसपछि हामी चाहिँ यता निस्किने बेला चाहिँ जाइरो कार्ड नबनाइकन निस्किन मिल्दैन। अनि जाइरो कार्ड बनाउन पनि साथीको चाहिँ पहिल्यै भयो अगाडि। मेरो चाहिँ भनौँ न लाइन लाग्न परेर, नेपालीहरू थिए, टन्नै थिए, 20 जना जति थिए वर्किङमा आएको। अनि त्यसपछि मेरो चाहिँ टाइम लाग्यो, 2 घन्टा ढिला भयो। त्यहाँदेखि निस्क्यो, त्यो दिन यताउति निस्केर त्यसपछि जापानिज लिन आएको थियो। यहाँ चाहिँ पैसा निकालिदियो। जापानको पैसा है, 1000 ब्याङ्कदेखि पैसा झिकेर आएँ। अब त्यो जापानदेखि आउँदा यताउति त्यो कुरा छोडिदिउँ। हाम्रो मेन कुरा चाहिँ के हो भन्दा अब स्टुडेन्टहरू आउँदैछन् अब, अनि जापानको चाहिँ रुल एकदम टाइट भइसक्यो है। यो अप्रिलदेखि चाहिँ एकदमै स्ट्रिक्ट। अब यो मेरो लेन हो यता, अब यो लेनमा यतातिर म जान पऱ्यो भने साइकल लिएर म यतातिर जान पनि अर्को लेनमा गएर जानुपर्छ। साइकलको पनि आफ्नो लेनमा बाहेक अर्को लेनमा हिँड्न पाइन्न, फोन पनि चलाउन पनि पाइन्न। त्यही भएर अहिले हिँड्दै ब्लग बनाएको। अनि अब आउनेहरूलाई चाहिँ अरू बाई त भनौँ न ब्याङ्क क्यास त हुन्छ, ह्यान्ड क्यास भन्छ, अनि त्यो गर्छ नि त, 2-3टा काम गर्छ नि। त्यो काम चाहिँ गर्न अब गाह्रै छ है। स्टुडेन्टमा सकेसम्म त नआउने हो, तर अब आइसकेकोले चाहिँ मन बलियो गराएर आउनु पऱ्यो। जस्तो भए पनि सक्छु। 3-4 वर्ष चाहिँ हजुरहरूको ऋण तिरेर सकिन्न एउटा कामले। त्यो एउटा कामले आफैलाई पुगाउन गाह्रो पर्छ। 1-1.5 लाख हुन्छ। अब भनौँ यहाँ बिजुली पानीको बिलै आउँछ। मेरो बिजुलीको बिल 4500 आयो, पानीको 3400 आयो, अनि ग्यासको बिल पनि त्यही 3500 जति आउँछ। एकदम महँगो छ, खर्च चलाउन गाह्रो छ। अब यो चाहिँ मेरो साइकल, यो चाहिँ कम्पनीले दिएको। मलाई चाहिँ कम्पनीले साइकल दियो, यो फोल्डिङ साइकल। यहाँदेखि फोल्ड गर्न मिल्छ, यसलाई सिटलाई तल नुकाएर गर्न मिल्छ। यसको लागि चाहिँ हामीलाई ट्रेनमा लिएर जान ब्याग चाहिन्छ। यो किन्न पनि मलाई 4000 जति पऱ्यो क्या, त्यही भएर किनेन। यो चाहिँ अर्को गियरवाला साइकलमा आउने बित्तिकै आएको 2 दिनमा चाहिँ हामीले साइकल उठाइदिइसकेको थियौँ है। किनभने मेरो रुम र अनि म साथीसँग बस्छु। मेरो रुम र साथीको रुम चाहिँ एकदम छुट्टै हो। यहाँदेखि 4 किलोमिटर चाहिँ साथीको रुम छ। एक्लै बस्न चाहिँ यहाँ चाहिँ एकदमै लोन्ली हुन्छ है। जापानमा चाहिँ लक पनि यस्तो हुन्छ। यो हाम्रो चाहिँ चाँपी लगाउने चाहिँ छैन कि, यहाँ चाहिँ हामीले लक हान्ने। मेरो लक हेरे हुन्छ है सबैजनाले। त्यसपछि यो खुल्यो। अब चाहिँ हामी यहाँदेखि निस्किन लाग्यो, साथीको रुममा जाने। सो हामी चाहिँ अहिले मलमा घुम्न आयौँ। अलिकति बढी झाइँ छ। यस्तो गेमहरू हुन्छ यो 100 ह्याकुएन हाल्ने, यस्तोमा चाहिँ 4-5 हजार खर्च भइसक्यो मेरो। यस्तो गेमहरू छ, थुप्रै गेमहरू 100 एन हालेर अनि खेल्ने हो। खानेकुराको पनि हुन्छ, खानेकुराको हो, टन्नै गेमहरू छ यार। त्यो कोकहरू निकाल्नेवाला, उता चाहिँ केटाकेटीको गेमहरू छ। एउटा चाहिँ हामीले यस्तैमा डल पनि पार्यौँ, फेरि यत्रो ठुलो डल पनि पारेँ, तर 4-5 हजार त खर्च भइसक्यो 2 जनाको गरेर। यो अहिलेको मौसममा चाहिँ यस्तो हुन्छ, पुरै साकुरा फुलेर बाटोमा पनि पुरै भुइँमा खसेर यस्तो बवाल हुन्छ है।
यता डुलेखम यो कहाँ हो कहाँ हामीलाई थाहा होइन, थाहै छैन हामी कहाँ आम भन्ने हामीलाई थाहा होइन, बाटोमा यत्तिकै हिँडेको। यस्तो छ है हरियाली पुरै। हामी चाहिँ मेरो नजिकैमा यस्तो नेपाली इन्डियन रेस्टुरेन्ट रहेछ, तर नेपाली दाइहरू हुनुहुन्छ। आजसम्म थाहा थिएन। म पनि ड्रिङ्क्स लस्सीहरू छ, कोलाहरू छ। मलाई त लस्सी गर्दैन। लस्सी छ, ओरेन्ज लस्सी, म्याङ्गो लस्सी, कोलाहरू। यसमा एउटा पऱ्यो हो न मलाई चाहिँ एउटा पऱ्यो, एउटा मलाई ल्याइदिनु। एउटा लस्सी। त्यो लस्सी चाहिँ ल्याइदिनु होला। लस्सी खाऊँ न, कति भयो नखाएको। ल फाइनल्ली 2 महिनापछि लस्सी है। नाना है कत्रै ठुलो एक हात जत्रो हुनुहुन्छ। ल खाम विशाल साना अब त्यो मोमो। हामी चाहिँ अब जहाँ गयो भने खाने जो हो हम त गाली जस्तै जो खानाको त खाए है। अनि मलाई चाहिँ कतिजना स्टुडेन्टले चाहिँ जापान आउँदा हाम्रो एयरपोर्टमा दाल चामलहरू फालिदिन्छ भन्छ। चामल चाहिँ फालिदिनु सक्छ, ठिक सुन्न। नेपालमा चाहिँ फाल्ने होइन, जापानको एयरपोर्टमा आएर फाल्ने हो। चामल चाहिँ फालिदिनु सक्छ, तर दाल चाहिँ फाल्दैन होला। अनि एक्सपायरी डेटहरू पनि त्यस्तो खासै पर्दैन। मैले लिएको दाल चामल लिएको, मेरो चामल नि फाल्दैन, दाल पनि फाल्दैन। मेरोमा एक्सपायरी डेटहरू केही पनि थिएन। ठुलो ठुलो लगेजमा चाहिँ हालेर लिएर आएको, केही पनि चेक गर्नु, त्यो खोल्दा नि खोल्दैन मेरो। अब निस्क्यौँ होला होइन, यो अलिकति खाना नतुरेको प्याक भएछ। ए बुवा जाम त्यो छ जापानमा इन्डियन रेस्टुरेन्ट हाम्रो नजिकै छ, खाना पाइयो। ल हुन्छ है दाइ, धन्यवाद। ल बाई बाई। चाहिँ यहाँनिर छ इन्दो रेउरी ताजी प्यारेसु भन्ने। यो चाहिँ हाम्रो यो होन्डा स्टेसनको नजिकै छ। अब यस्तो छ, जो पनि अब होन्डा स्टेसनको नजिक हुनुहुन्छ ऊ यसमा नम्बरहरू पनि छ, ठ्याक्क सर्च गरेर यहीँ आएर खाँदा हुन्छ है। मिठो छ खानेकुराहरू पनि, ड्राइभर एन्ड फ्रेन्डली। यो अब ठ्याक्क रुमतिर जाने हो। लेट्स गो। अब चाहिँ हामी रुममा आइयो। अनि कस्तो भयो भने खाना चाहिँ खाइयो, त्यसपछि पैसा नतिरिकन भ्लग बनाएर हिँड्न लाग्यो। कस्तो नराम्रो इमेज जस्तो भयो क्या फर्स्टमा जो। तर ठिक छ, नेपाली हो, नेपालीले नेपालीको पीडा बुझ्छ। त्यसपछि सरी भनेर पैसा तिरेर आइयो। अब नजिकै छ, गइरहन्छ। स्टेसनको नजिकै यो चाहिँ। अब हुनुहुन्छ होला कोही न कोही। अब यहाँनिर भन्दै थियो अहिले कतिजना भन्थे, 25-30 जना चाहिँ हाम्रो यो प्राइस पनि एकदम अफोर्डेबल छ हैन। होन्डा स्टेसनको हो, नजिकै। कोही चाहिँ यसो चेलीबेटी दिदीभाइ दाजुभाइहरू हुनुहुन्छ भने बरु यसो हामीलाई सम्पर्क गर्न, के फाइदा दिन्छु भने भनेर। त्यसो फाइदा केही होइन होइन। आफ्नो अब नेपालीहरूलाई कसैलाई चाहिँ होइन हुन्छ नि, सुरुमा चाहिँ हाम्रो चिबामा पर्छ है। आज हामी अहिले चिबामा छौँ। तिनै आज केही पनि भनेन मैले। अब धेरै पछि भ्लग स्टार्ट गरेको, अब फोन खोलेर बोल्छु भने के बोल्ने टाइपको भयो। अब बोल्न त मन थियो। अनि त्यो एसएसडब्ल्यू चाहिँ फुड सर्भिस बन्द भइसक्यो है। फुड सर्भिस चाहिँ बन्द भयो। तर यस्तो जापानको कन्डिसन हेर्ने भने जापानलाई चाहिँ अझै पनि कामदारहरू अझै चाहिएको छ। त्यही भएर अहिले थोरै टाइमको लागि बन्द भयो भने त्यो कुरामा चाहिँ डराएर बस्न। अब त्यो भएन मेरो भन्न परेन। खाइको छ, एग्रिकल्चर छ, कन्स्ट्रक्सन छ, अहिले ड्राइभिङ पनि खुल्यो, ड्राइभिङमा लिएर आउन पनि सकिन्छ। अनि फुड सर्भिसको चाहिँ त्यही हो है। पछि जहाँसम्म मलाई लाग्छ खुल्छ। हामीलाई जो कामदारहरू पुगे होइन कम्पनीमा। मेरो कम्पनीमा ओभर भिड भएर मेरो साथीलाई विशाल सानलाई बोलाएको थियौँ अस्ति नै। विशाल सानलाई होइन, विशाल हाम्रो 10 दिनको एउटा चाहिँ फेस्टिभल टाइपको राखेको थियौँ। हामीलाई मान्छे नपुगेर चाहिँ विशाल सानको कम्पनीदेखि, हाम्रो ब्रान्च छुट्टै हो, कम्पनीदेखि चाहिँ हाम्रो पुरै पालो बोलाएको है उसको कम्पनीमा। पालो 10 दिन चाहिँ पालो 1 घन्टा चाहिँ आयो क्या। त्यो मैले यो भन्दै थिएँ यो गेममा यस्तो हो। त्यो मैले दिउँसो गेममा देखाएको थिएँ नि हो, त्यो गेममा चाहिँ हामीले यो डल जितेको क्या, ओभर ठुलो छ। त्यो पनि भन्दै थिएँ मैले, त्यो प्याकिङहरूको बारेमा। सामानहरू प्याकिङ गर्दा चाहिँ हामीलाई खासै डर त त्यस्तो साह्रो छैन होइन। जस्तो लगेज प्याक गरेको थिएँ मैले, पुरै सिल गरेर नेपाल टु जापान गोपाल घरती यस्तो टाइपको लेखेर
राखेको थिएँ, म यहाँनिर फोटो राखिदिन्छु, त्यो राखेको थिएँ। अनि मेरो चाहिँ जस्तोको त्यस्तै लगेज आयो क्या, त्यो खोल्दा पनि खोलेन। तर बाई एनी चान्सेस चाहिँ कसैको खोल्दो रहेछ। एकजना स्टुडेन्ट आएको थिएँ, उसको चाहिँ लगेज खोलेर अनि चामल फाल्दैछ है। मैले चाहिँ चामल र दाल लिएर आएको थिएँ, मेरो एक्सपायरी डेटहरू केही पनि हालेको थिएन, केही पनि थिएन, जिराहरू पनि लिएर आएको थिएँ, जिरा बेसारहरू मैले टन्नै सामान लिएर आएको थिएँ, मेरो चाहिँ केही पनि चेक गरेन। अनि एउटा इम्पोर्टेन्ट कुरा चाहिँ हाम्रो 35 केजी 40 केजीको हुन्छ नि हजुरहरूको, 35 केजी 40 केजीको वेट छ लगेजको, त्यो ल्याउन पाइन्छ भने त्यो चाहिँ एउटै लगेजमा चाहिँ पुगाउनु भएन है। मेरो चाहिँ 35 केजीको थियो, मैले एउटै लगेजमा चाहिँ 35 केजी घुसाइदिएँ क्या। एयरपोर्टभित्र गएँ, वेट नाप्दाखेरि चाहिँ हाम्रो एकैचोटि 35 केजी भयो, यो हाल्न मिल्दैन भन्थेँ, म त तनाव भयो। अनि त्यहीँ एयरपोर्टमै एउटा ब्याग किनेको है, सानो ब्याग किनेको, यस्तै बोक्ने, नेपालमा 700-800को पाइने टाइपको। एयरपोर्टभित्र चाहिँ 2000 पऱ्यो क्या, म ठ्याक्कै 2000, धन्न मसँग नेपाली पैसा चाहिँ थियो, म उता बहिनीहरूलाई दिन्छु भनेको त्यो पैसा। अनि अब त्यो हिँड्ने तनावमा के को तनाव थियो भने दिन पाएन। अनि त्यसपछि त्यो लिएर आएर अनि अलिकति सामान चाहिँ यता हालेर, लगेज खोलखाल गरेर यता हालेर अनि अलिकति लगेज चाहिँ त्यसरी, त्यही भएर तपाईँको 30 केजीदेखि माथि 25 केजी चाहिँ भनौँ न, 25देखि 30 केजीदेखि माथि चाहिँ छ भने एउटै लगेजमा चाहिँ नपुगाउनु, त्यसलाई चाहिँ दुईवटा लगेजमा पुगाउन पऱ्यो। अनि 7 केजी भन्ने हुन्छ, त्यो चाहिँ एउटा क्यारी ब्याग हुन्छ, सानो सानो लगेज हुन्छ नि, त्यो भयो क्यारी ब्याग। अनि एउटा चाहिँ क्यारी ब्यागमा चाहिँ हजुरहरूले के हाल्न सक्नुहुन्छ भने सक्सहरू एउटा पेयर सक्स, अनि त्यसपछि जुत्ताहरू एउटा चेन्ज गर्न मिल्ने, नभए चप्पल हाले नै हुन्छ, कसैको लङ ट्रान्जिट हुन्छ। अनि टी सर्टहरू फेर्न मिल्ने नर्मल ज्याकेटहरू यत्तिको यो हाल्ने। अनि त्यसपछि कसैको हुन्छ 7-8 घन्टाकै ट्रान्जिट हुन्छ, त्यो बेलामा 7-8 घन्टाको भिजा टाइपको केही दिन्छ होला त्यो कन्ट्रीको, अनि त्यहाँ गएर बस्न उ गर्न पाइन्छ, नुहाइधुवाइ गर्न पाइन्छ। सो त्यसमा चाहिँ टवेलहरू अनि अलिकति खानेकुरा त हाल्नु पर्दैन होला, तर आफ्नो इच्छा, अब सामान पुगेको छ भने चाहिँ त्यसरी हाल्न पाइन्छ। अनि ठुलो ब्यागमा चाहिँ घिउहरू ल्याउन पाइन्छ है, लुकाएर एकदम। घिउलाई चाहिँ प्लास्टिकमा हालेको डब्बामा प्लास्टिकमा हाले, त्यो प्लास्टिकसँगै अनि टेप लगाइदिने क्या, बाहिरदेखि टेप लगाइदिएर कपडाको बिचमा हालेर ल्याउने। अनि अझ एउटा भाँडाको कुरा चाहिँ नर्मल भाँडा नलिएर इन्डक्सनवाला हुन्छ, इन्डक्सनवाला फ्राई प्यान र एउटा कुकर लिएर आएको हुन्छ। मेरो त इनफ स्पेस थियो, मैले ताप्के पनि लिएर आएको, म अब अलिकति चिया लभर हो, त्यही भएर यो सबै इन्डक्सनवाला। अनि त्यही भयो नि त, यहाँ आएर मेरो इलेक्ट्रिक ग्यास परिदियो, अब मैले अर्को कुकर लिएर आएको भए त मेरो चल्ने थिएन, यहाँ त्यो वेस्ट हुन्थ्यो। त्यही भएर इन्डक्सनवाला लिएर आएपछि इलेक्ट्रिक ग्यास छ भने पनि चल्छ, त्यसपछि अर्को नर्मल ग्यास छ, बर्नरवाला ग्यास छ भने पनि चल्छ। सो सामानहरू चाहिँ त्यही अनुसार लिएर आउँछ। अनि अब आउनेले चाहिँ गर्मी त सुरु भयो कि, तर अलिकति हाइनेकहरू भित्रदेखि कहिलेकाहीँ अलि हावाहुरी लाग्यो भने जाडो पनि भइन्छ, हाइनेकहरू। अनि आउटरहरू टाइपको चाहिँ एउटा नर्मल ज्याकेट लिएर आउँछ, त्यो मोटोवाला ज्याकेट चाहिँ नलिएर आउँछ। नेपालमा 4-5 हजार पर्छ, जापानमा नि 5000को डाउन ज्याकेट पाइन्छ, त्यही भएर त्यो ल्याउनु पर्दैन। अब गर्मी छ, गर्मीको सामान लिएर आउने, अनि भाँडाकुँडाहरू पनि लिएर आउने, त्यही हो। अब वर्किङमा आउनेले पनि टेन्सन लिनु पर्दैन, पछि खुल्छ होला, जहाँसम्म नखुले खाइको सेक्टर छ, राम्रो छ, ड्राइभिङ खुलेर ड्राइभिङमा नि राम्रो स्यालेरी हुन्छ अहिले। अनि एग्रिकल्चर पनि छ, एग्रिकल्चर अलिकति गाह्रो हुन्छ होला, तर खाइकोमा आउँदा नै हुन्छ। धेरै जस्तो मान्छे आएकै छन्, नेपालदेखि केटाहरू पनि खाइकोमा आएकै छन्। त्यही छ, कन्स्ट्रक्सन नै छ, कन्स्ट्रक्सनमा पनि अलिकति गाह्रो हुन्छ। अब मिस्त्री काम हो, अब सोचौँ न, नेपालमै मिस्त्री काम गर्दा अब मिस्त्रीहरूलाई हामी देखिन्छ अलिकति काम हेभी नै हुन्छ, त्यही भएर यहाँ पनि अलिकति हेभी हुन्छ कन्स्ट्रक्सनमा। तर स्यालेरी चाहिँ सबभन्दा बढी कन्स्ट्रक्सनमै छ न, विशाल छ, कन्स्ट्रक्सनमै छ, स्यालेरी बब्बाल छ, फेरि काम फेरि त्यही अनुसारको पेल्लान छ। हिक्कोसी बेला बेला होइन, कन्स्ट्रक्सनमा आउनेलाई चाहिँ धेरै हिक्कोसी भइरहेको छ। अब यो एरियामा आएर बसे हो, हामीलाई नेपालीले भन्छ, यो एरियामा आएर बस्यो उसले, अब एउटा भनौँ न यस्तै अपार्टमेन्ट चाहिँ क्रिएट गर्न, यो बनाउन खन, अनि यो अपार्टमेन्ट बन्यो, त्यसपछि यहाँनिर बनाउन पर्ने केही छ भने छैन भने उसलाई हिक्कोसी गराउँछ, अर्को ठाउँमा काम छ अर्को ठाउँमा लिएर गइदिन्छ क्या। यहाँ चाहिँ हिक्कोसी चाहिँ त्यसरी हुन्छ। सो अब आफ्नो चोइस हो केमा आउने भन्ने, अब चुज गरेर आउन सकिन्छ। फुड सर्भिस बाहेक केही छैन, म त मोरे भनेर बस्ने चाहिँ होइन कि, जुन सेक्टरमा आउँदा पनि हुन्छ। आएकै छन् दुनियाँ, फुड सर्भिस बाहेक अरू केही नचल्ने होइन,
स्यालेरी छ, पैसा राम्रै छ अरू सेक्टरमा नि। त्यही भएर राम्रोसँग सोचेर भाषा बनाएर, भाषाले चाहिँ गाह्रो हुन्छ। म N4 पढेर मैले 10 महिना त मैले कन्सल्टेन्सी नै पढेको, त्यही नि मलाई बुझ्न गाह्रो अनि ठ्याक्कै बोल्न चाहिँ नसक्ने। बुझ्न ठिक्कै बुझ्यो तर त्यति साह्रो गाह्रो चाहिँ परेन। मैले N3 पनि पढेको थिएँ, सकेसम्म N3 पढ्ने, नभए N4 मात्रै ल्याङ्ग्वेज छ। अनि त्यसपछि अझ इन्टरभ्यू कट्ने बेला कति टाइम वेट गर्नुपर्छ, सिओ आउँदा वेट गर्छ, त्यो बेलामा चाहिँ पढ्न छोडिदियो भने गाह्रै छ है। बुझ्न सकिन्न उनीहरूले भनेको, हातले इसारा दिने यो कोरे भन्ने हो, त्यही हातले इसारा दिने हो। नत्र भाषा चाहिँ एकदम इम्पोर्टेन्ट। काम 0% काम केही छैन, केही जाने छैन भने टेन्सन छैन, टेन्सन नट। भाषा चाहिँ हुनु पऱ्यो, ल्याङ्ग्वेज एनी हाउ चाहिँ भाषा हुनु पऱ्यो। एउटा कामको कुरा पनि भन्नु, काम चाहिँ कस्तो हुन्छ, सुरुमा आउँदा गाह्रो हुन्छ। हाम्रो ओभर टाइम देख्यो भने मेरो चाहिँ सुरुमा आउँदा मैले फर्स्ट डे 11 घन्टा, सेकेन्ड डे 13 घन्टा काम गरेको, 1 घन्टाको रेस्ट टाइम बसेर। सेकेन्ड दिन 13 घन्टा गर्दा यो खुट्टाहरू रातै भएर भब्बाएर, यो हातको यो माथिको भागहरू रातै भएर यो बढी काम गरेर, अनि त्यही भएर सुरुको दिन चाहिँ गाह्रो भयो। तर नेपालमा काम गरेको छ भने चाहिँ 1 हप्तामा चाहिँ नर्मल्ली बानी पर्छ। कति त्यस्तो साह्रो हेभी पनि नै, तर हेभी चाहिँ सुरुमा चाहिँ गाह्रै हुने। 1 हप्तामा चाहिँ नेपालमै काम गरेको बानी छ भने चाहिँ 1 हप्तामा म्यानेज गरिन्छ। अब काम गरे होइन, सुतेरै बस्यो भने त 1-2 हप्ता, 3 हप्ता, 1 महिना जति त अलिकति गाह्रै हुन्छ, खुट्टा दुख्छ। काम रेस्टुरेन्ट एकदम बिजी हुने, भिडभाड हुने, अनि यता गरे उता गरे, भागादौडमा, पुरै भागादौडमा। बिहान सुरु भएदेखि राति सकिँदासम्म एकै नास भिड हुन्छ। त्यही भएर अलिकति पेल्लान पनि हुन्छ काम, अनि बानी पस्छ। ल आजको लागि चाहिँ अब यति नै। अब यहाँभन्दा उता बोल्दैन, म धेरै बोलिसकेँ, म ओभरै बोलिसकेँ जस्तो लाग्यो। अब म यहाँभन्दा उता बोल्दैन। नेपालदेखि गराएको भिडियो पनि अपलोड गर्न पाएन मेरो यो सिमको प्रब्लमले। चाहिँ जान्न मन लागेको छ, त्यो चाहिँ कमेन्टमा लेखिदिँदै गर्दा हुन्छ है। अनि म चाहिँ त्यही रिलेटेड भिडियो बनाउँछु। म रेस्टुरेन्टको बनाउनु पर्छ भने पनि म रेस्टुरेन्टको बनाइदिन्छु। अलिकति फ्रेन्डली छन्, क्युकेको टाइममा, रेस्ट टाइमको टाइममा गएर म बनाइदिन्छु है, म कामको पनि। त्यही हो, बाई बाई, उच्कारे समादेश।